भारतको बिहार राज्यको पटनादेखि 5 किलोमिटर दक्षिणतर्फ रहेको पुनपुन भन्ने ठाउँमा वेल स्टार डाइनामिक कम्पनी रहेको छ। त्यस ठाउँमा सबै नेपालीहरू मात्र छन्। लामो समयदेखि एमएलएम बिजनेसको नाममा लुटाउ धन्दा चलिरहेको छ। त्यहाँ भारतको कुनै पनि मान्छे छैनन्, सबै नेपाली मात्र छन्। त्यस ठाउँमा विभिन्न राम्रो काम महिनाको 40,000 तलब भनेर भ्याकेन्सी पोस्ट गर्छन्। त्यो पोस्टलाई आधार मानी सबै नेपाली त्यहाँ जान्छन् र एक हप्तासम्म त्यहाँ हरेक मान्छेले आफ्नो बयान गर्न थाल्छ। कोट प्यान्ट टाई सुट लाएर नयाँ मान्छेलाई आकर्षित गराइन्छ र भएभरका लोभ लालच देखाउँछन्। त्यहाँ आपसमा एक हप्तामा त्यहाँ बस्छन्। त्यही महिनाको 40,000, 2 महिनाको 80,000, 3 महिनाको 1,20,000 भन्ने तलब भनेर दुनियाँलाई लोभ लालच देखाएकै भरमा ती मान्छेहरू त्यहाँ एक हप्तासम्म बस्छन्। एक हप्ताको समय पुगिसकेपछि अनि पैसा माग्न थाल्छ। एक हप्ता पुगेपछि नेपालीलाई बन्धक बनाएर राख्छ। नेपालीले नेपालीलाई नै बन्धक बनाइराख्छन्। एक हप्तासम्म सबै कुरा सिकाउँछ र करोडपतिको सपना देखाउँछ। अनि 2 लाख पैसा हाल्न लाउँछन्। भएभरको 5 वर्षसम्म करोडपतिको सपना देखाइ महिनाका लाखौं र वर्षको करोडौं पैसाको लोभ देखाइसकेपछि तिनीहरूको अवस्था के छ, कस्तो छ, त्यहाँका माथिल्लो पोस्टमा रहेका काम गर्नेलाई थाहा हुँदैन। 7 दिनसम्म कोठाभित्र राखेर दिनमा एकचोटि मोबाइल फोन दिएर घरमा सम्पर्क गर्न लाउँछ। घरका मान्छेलाई बाध्यता लाउँछ पैसा हाल्न। ऋण लागेको कि के हो, कस्तो छ अवस्था केही बुझ्दैन। जसरी हुन्छ पैसा थुत भन्ने तरिकाले पैसा हाल्न लाउँछन्। पैसा नहाल्ने मान्छेलाई मार्ने धम्की दिन्छन्। विगत 10 वर्षदेखि यो धन्दा चलिरहेको छ। नेपाल सरकारको ध्यान चाँडै त्यता जाओस् भन्न चाहन्छु र त्यहाँ गएको मान्छेलाई आफ्ना मान्छेलाई बोलाउने काम गर भन्छ। सबै नेपाली दाजुभाइलाई म आग्रह गर्न चाहन्छु, यदि भारतको बिहार राज्यबाट तपाईको कोही मान्छेहरूले तपाईलाई राम्रो काम छ भनेर तपाईहरुलाई बोलाउँदै छ भने तपाईहरु होशियार हुनु होला र सचेत हुनु होला। यदि भुलचुकमा त्यो ठाउँमा पुगिहाल्नु भयो भने पनि सिधा घर फर्किनु होला। करोडौं सपना देखेर नफस्न आग्रह गर्छु। विनर कम्पनीमा फस्दै आएका नेपालीहरूले हैन बोल्न नसकेर ल्याप्चे हानेका हुन्छन्। जुन 2 लाख तिरिसकेपछि यो नेपाली कहाँ चाहिँ ल्याप्चे हाने भएर बोलेका हुँदैनन्। विनर कम्पनीले 2 लाख तिरेपछि यस्तो ट्रेनिङ कार्ड बन्ने रहेछ। हेर्नुस् है, यो म हो हैन। यस्तो ट्रेनिङ कार्ड बन्ने रहेछ। 2 लाख तिरेपछि एउटा र्याङ्क बन्ने हुँदो रहेछ, काउन्ट र्याङ्क भन्ने हुँदो रहेछ। यो खरिद गरेको अरे 2 लाख तिरेर महिनै पछि स्यालेरी आउँछ भनेर यिनीहरूले स्यालेरी नदिएर त्यस्तो गर्ने रहेछ। मान्छे फसाउने त्यस्तो गर्दछन्। फर्स्ट दिन पहिलो दिनमा चाहिँ यसरी बोर्ड एडभाइजर अरे यस्तो देखाउने चाहिँ यस्तो भनेर यस्तो देखाउने रहेछ। हेर्नुस् है, विनर कम्पनीले है भारतको बिहार राज्यको राजधानी पटना सहरको पुनपुन भन्ने ठाउँमा विनर कम्पनीले यसरी नेपालीलाई ठग्दै आएको छ है। सचेत हुनु होला। कसैले काम गर्न बोलाउँछ, भारतमा आइज यताउति भन्छ हैन, अलिअलि खर्च लाग्छ, यताउति सिक्नुपर्छ यताउति भन्यो भने विनर कम्पनी हो भनेर आफैले सचेत हुनु होला गाइजहरु है।